नमस्ते। नमस्ते। तपाईले यो बाख्रा फार्म सुरु गर्नुभएको रहेछ, कहिलेदेखि सुरु गर्नुभयो? 2 वर्ष जति भयो। 2 वर्ष हो। कतिवटा सुरु गर्नुभएको थियो? 25 देखि। 25 वटा बाख्राबाट सुरु गर्नुभएको थियो। अनि अहिले कति छ? अहिले 85 वटा। 50 वटा पुर्याउनु भएको छ। 25 बाट 85 गर्नुभएको थियो। त्योभन्दा तपाईँले बाख्रा पालन गर्नुभन्दा अगाडि के काम गर्नुहुन्थ्यो? गाईहरू पालेको। गाईहरू पाल्नु भएको थियो। अनि यो बाख्रा पाल्ने पेसा सुरु गर्ने प्रेरणा कसरी पाउनुभयो तपाईँले? दाइबाट। दाइबाट। अनि यसको अब 25 वटा पाल्नुभयो, अहिले 85 वटा छ भन्नुहुन्छ। यसको ऋण कहाँबाट ल्याउनुभयो, कहाँबाट सञ्चालन गर्नुभयो? हामीले ऋण चाहिँ साना किसान कृषि सहकारीबाट। साना किसान कृषि सहकारी संस्था सेमलारबाट भन्न खोज्नु भएको। अनि यो साना किसान कृषि सहकारी संस्था यदि नभइदिएको भए तपाईँले कसरी कहाँबाट ल्याउनुहुन्थ्यो त्यो ऋण? के गर्नुहुन्थ्यो तपाईँ? तपाईँले यहाँबाट नसक्नु भयो ब्याङ्कबाट। तर यो बाख्रा पालन गर्नलाई कहीँ न कहीँ त तपाईँलाई साना किसानहरूले पनि प्रेरणा गरे होला हो? गरेको छ। अनि कहाँ हो यसको बजार, कहाँ हो तपाईँको? बुटोल। बुटोल बजारमा बेच्नुहुन्छ। नमस्कार। नमस्कार। यहाँ चाहिँ हामीले भर्खरै यहाँ हर्बल देख्यौँ होइन? मेन्थल भन्दा रहेछन्, मेन्था भन्दा रहेछन्। तपाईँले यो कहिलेदेखि सुरु गर्नुभयो यो मेन्थल उत्पादन? यो हाम्रो यो नयाँ हो अहिले। यहाँ हामी चाहिँ साना किसानबाट पश्चिमको भ्रमणमा गर्थ्यौँ, अध्ययन अवलोकन भ्रमणमा। त्यहाँ जाँदाखेरि बर्दिया कैलेल कञ्चनपुरमा हामीले त्यहाँका किसानहरूले यो मेन्था चाहिँ उत्पादन गरेर यो खाली रहेको जग्गामा, अहिले तराईका जग्गाहरू विशेष गरेर खाली रहन्छन् अहिले रोपाइ नहुन्जेलसम्म। त्यससम्मलाई चाहिँ यो जग्गा पनि सदुपयोग होस् र यहाँ निम्न आय भएका किसानहरूले केही चाहिँ आर्थिक उपार्जन गरून् भन्ने नियतले हामीले चाहिँ त्यो देखेर र यो यसै सालदेखि हामीले चाहिँ यहाँ सुरु गर्नुभएको। अनि यो कति बिघामा गर्नुभएको छ? अहिले हाम्रो लगाएको 5 बिघामा। 5 बिघामा लगाउनु भएको छ। अनि यो मेन्थल चाहिँ गरेर यसलाई के गर्नुहुन्छ? के छ जस्तो तपाईँले उत्पादन गर्नुभयो अनि यसको त्यसपछि एउटा प्रोसेसिङ कहाँ गर्नुहुन्छ, के गर्नुहुन्छ, कसरी गर्नुहुन्छ? यसको लागि हामीले बिरगञ्जबाट प्रोसेसिङ प्लान्ट अर्डर गरेका थियौँ। आज अघि तपाईँहरू आउँदा देखिहाल्नु ट्रकबाट अनलोड हुँदै थियो। भनेपछि संस्थाले यो प्रोसेसिङ प्लान्ट स्थापना गरिदिन थाल्नु भएको छ। तपाईँ जस्तो किसानहरूको निम्ति संस्थाले किसान लगायत यहाँ अरू सहकारीहरू केही चाहिँ इन्भल्भ भएका छन्। मुख्य भूमिका चाहिँ हाम्रो साना किसान कृषि सहकारी संस्था सेमलारको छ र यसमा चाहिँ केही सपोर्टिङ चाहिँ यो रिम भन्ने एउटा संस्थाले गर्दैछ। अनि यो मेन्थलबाट नाफा हुन्छ? अब कस्तो के नाफा देख्नु भएको? अब यो हाम्रो पनि पहिलो अनुभव हो होइन। हामी चाहिँ त्यहाँका किसानहरूलाई सोध्यौँ कि जहाँ हामी गएर अध्ययन गरेका थियौँ त्यहाँका किसानहरूलाई सोद्धाखेरि 17 वर्ष भएछ उनीहरूले गर्न थालेको। यदि नाफै हुने थिएन भने 17 वर्षसम्म किसानले गर्ने थिएन। त्यो हामीले त्यसलाई क्यालकुलेसन गरेर त्यसबाट केही न केही हुन्छ भनेर नि हामीले चाहिँ यो सुरुवात गरेको। अनि के छ यसको योजना? अब तपाईँले कतिसम्म बढाउने के गर्ने योजना छ तपाईँहरू? अब अहिले यो नयाँ भएको हुनाले सबै किसानहरूले हात हाल्न डराए। तर यो अहिलेको हामीले गरेको अनुभव र यसको चाहिँ मार्केटलाई हेरे भने अर्को साल पक्कै पनि 5 को 10 बिघासम्म हुन्छ। र हाम्रो यो मेन्था मात्रै नभएर यसमा चाहिँ इन्डियन हाइब्रिड तुलसी, केमोबाइल, अन्य किसिमका तराईमा हुने जडीबुटी जान्ने चिजहरूलाई हामीले चाहिँ यहाँ उत्पादन गरेर बिक्री वितरण गर्ने हाम्रो लक्ष्य छ। अनि यसमा के छ अवसर, के देख्नु भएको छ? अवसर के छ यो उत्पादन गरेर के अवसर हुन्छ? अवसरको कुरा त अब नेपाल जडीबुटीको खानी भन्छन् होइन। हामी औषधि जडीबुटी औषधि सारा उसमा हामी बाहिर देशको निर्भरमा छौँ। केही न केही हामीले पनि यहाँ उत्पादन गर्ने भने राज्यलाई पनि केही टेवा पुग्ला, हामीलाई पनि केही मेवा पुग्ला भन्ने सोच हाम्रो। अनि चुनौती के देख्नु भएको छ? समस्या के देख्नु भएको छ? समस्या चाहिँ यहाँ के देखियो भन्दाखेरि पहिलो कुरो त सुरुमा यहाँका किसानहरूलाई कन्भिन्स गर्न गाह्रो हो, किन भन्दा नयाँ चिज हो, सबै डराए। र दोस्रो कुरो अब हामीले उत्पादन गरिसकेपछि मार्केटको पनि चुनौती नै हुन्छ हामीलाई। र अर्को कुरो के भन्दा शुद्ध अर्ग्यानिकमा जाँदा
हाम्रो उत्पादन कम हुने देखियो अहिले र अर्ग्यानिक भयो हाम्रो नेपालमै मार्केट है त्यसको हाम्रो नेपालको हर्बल कम्पनीहरूले र विदेशीमा पनि जान सक्ने र रासायनिक हालिसकेपछि अहिले खास गरेर इन्डियाको लागि मात्रै हाम्रो मार्केट छ इन्डियाले जो सर्टिफाइड खोज्दो रहन्छ त्यसको नत्र बाहिर देशमा पठाउनलाई इन्डियाभन्दा बाहिर र हाम्रो नेपालकै हर्बल कम्पनीहरूले पनि अर्ग्यानिक शुद्ध खोज्दो रहेछ त्यसले गर्दाखेरि अलिकति चुनौती त हामीलाई छ यसमा अनि यस तपाईँले अब यसलाई अझ राम्रो बनाउनलाई कसले सहयोग गरिदिउन् कुन संस्थाले सहयोग गरिदिउन् जस्तो लाग्छ तपाईँलाई अब यसमा त सहयोग गर्ने भनेको वन विभागले यसमा फुल्ली सहयोग गरेको रहेछ अन्यत्र हामीलाई पनि गरोस् भन्ने हाम्रो चाहना छ र जस्तै रिमहरू जस्ता गरीब निवारण अन्तर्गत काम गर्ने सङ्घ संस्थाहरू छन् तिनले पनि यसमा ठाउँ ठाउँमा सहयोग गरेको हामीले देखियो जस्तो जीविसले पनि यसमा गर्नुपर्छ अब गाविसले पनि गर्नुपर्छ यो किन भन्दाखेरि यो गर्ने भनेको तल्लो स्तरका किसानहरूले हो न कि धनाटे किसानहरूलाई यो आवश्यकतै छैन उनीहरूलाई पैसा कमाउनलाई यो खेतमा आएर धुलो हिलो भएर जडीबुटी खेतीपाती गर्न पनि पर्दैन भनेपछि र यी सङ्घ संस्थाहरूले विशेष गरेर हाम्रो साना किसानको केन्द्रीय सङ्घ हाम्रो साना किसान विकास ब्याङ्क यसले पनि अझै यसमा जोरदार रूपमा लागि पर्यो भनेदेखि कमसेकम साना किसानमा आबद्ध सदस्यहरूको त्यो त्यहाँबाट निकालेको ऋणको ब्याज तिर्ने चाहिँ एउटा बाटो पनि हुने थियो धन्यवाद नमस्कार